कस्तो दामी भ्यू देखिरहेछ कि उफ लुक एट दिस आइपुग्यो त्यो हुन्छ नि डेस्टिनेसन आएपछि छिट्टै सुकुन हो र है यो त सबैजनाले देख्नुभएकै होला सो या आई एम एट चामाचो गुम्बा नि आइसक्यो अनि त्यसपछि म चाहिँ होइन सबैजनाले के सुनिरहेको हुन्छु भने लाइक दिस इज अ बिगिनर जस्ट 4 किलोमिटर मात्र छ नि त त्यहाँ जब हाम्रो स्टार्टिङ पोइन्टबाट अनि त्यसपछि यहाँ एकदम थोरै डिस्टेन्स पनि अनि छिट्टै फर्किन नि मिल्छ भनेर हुन्छ तर लेट मी टेल यु यहाँसम्म कसरी पुग्ने कहाँबाट आउने अनि त्यसपछि कति सजिलो छ भन्नु सो या सी गाइज हेलो गाइज सो लेट मी टेल यु द लोकेसन कसरी पुग्ने भनेर फर्स्टमा यो नयाँ बस पार्कबाट माछापोखरी जानेको लागि टर्न लिनुहोस् अनि हजुरले टर्न लिएपछि तरकारी बजार देख्नुहुन्छ जुन चाहिँ बाटोमै बेचिरहेको हुन्छ अनि लिटरली त्यही महानगरपालिका छ तर अरे नो अझै पनि बेच्दो रहेछ त ठिकै हो ओके माछापोखरीको त्यो टर्न आएपछि ठक्क हजुरले राइट लिनुहोस् राइट लिएपछि सिधा सिधा आउनुहोस् अनि खास गरी हिमाल खिचेको हिमालमा हिउँ नै थिएन है त्यहाँ हिमाल थियो तर हिउँ नभएको अनि सिधा 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 आएपछि हजुरले त्यो ब्यारेक जस्तो देख्नुहुन्छ अनि त्यहाँ रोक्नुहोस् अनि यो ब्यारेकको चाहिँ भिडियो खिच्न पाइँदैन मेरो भिडियो हेर्नुभएको थियो अनि त्यसपछि मैले उहाँहरूलाई त्यस्तो देखाएको छुइनँ नि त सो यो भिडियो इज ओके एउटा कुरा चाहिँ बिर्सिनै नहुनुपर्ने आइडी कार्ड चाहिँ ल्याउनु जसरी भए पनि जुन भए पनि सिटिजनसिप आफ्नोसँग आइडी कार्ड छ भने जे भयो भने लिएर आउनुहोस् किनभने त्यहाँ राखेपछि बल्ल हजुरले टिकट पाउनुहुन्छ सो यहाँ चाहिँ ठ्याक्कै इन्ट्री गरेँ अनि त्यसपछि हाम्रो कार्ड चाहिँ यहीँ छोड्नु पर्ने अरे है मलाई त थाहा थिएन यस भोइस ओभर नै गर्दा ठिक होला के आजको भ्यू कस्तो दामी देखिरहेको थियो यहाँबाट चाहिँ 4 किलोमिटर मात्र रे तर यो खास गरी ठाडो कालो भएर चाहिँ अलिक टाइम लाग्ने हो अझभन्दा कति छिटो पुगिन्थ्यो होला है यहाँबाट तलसम्मै पुरै ठाडो कालो छ क्या लाइक लिटरली यस्तो खालको आमा यो ट्रेलको उकालो त बस हुन त हाइटमा पुग्न अफकोर्स उकालो चढ्नै पर्छ तर आमामा कहाँबाट कराउँदा रहेछ नि भाइ कराउन चाहिँ जिन्दगी देख्दिनँ दिस इज लिटरली रियल साउन्ड क्या वा कति बवाल दुःख सब पसिना हो यार मजाको साउन्ड त माइ गॉड बाबा कति बवाल बस ग्लासेस किन भनिदिने हो क्या बस साउन्ड त बा अब यहाँबाट चाहिँ मिलिटरी जोन रे यहाँबाट आएको सिधै ओह्रालो आम्मामा साउन्ड त मेरो भिडियोमा पेड एक्टर हो क्या उनीहरू दिस इज इमर्जेन्सी कन्ट्याक्ट नम्बर है इफ हरायो केही भयो घाइते साइते लड्यो भने चाहिँ यहाँ कल गर्ने गड दिस इज सो ब्युटिफुल है अति बवाल यहाँ आउनु भयो भने चाहिँ यहाँबाट डकुमेन्ट सबमिट पनि गर्नुपर्छ यहाँ Nature doesn't need people, people need nature. Yes, of course, यस्तो बवाल देख्छ भयो भने त आमाले क्या मजाको छ भाइ कति भिडियो खिच्नु यसको आमामा जति खोज्नु त्यति कम छ कराउनु चाहिँ कहाँ लुकेर कराउँदैछ यिनीहरू ल अब यहाँबाट चाहिँ
आई गेस उकालो सुरु हुन्छ। अहिलेसम्म चाहिँ पुरा सम्मै बाटोहरू आइरहेको थियो। बल्ल 3 किलोमिटर दे म अघि 2 किलोमिटर, अब 2 किलोमिटर मात्र बाँकी होला सोचेको। ओके ओके यसरी अझ घाममा मुख टल्काइ गाडी बा यस्तो घाम है त्यही माथि, अनि उकालो ट्रेल पसिना रहेछ क्या आज। अनि यो साउन्ड त म गलिका This whole trail is all about this sound. Oh my god. अति बवाल के अति 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 बवाल। Damn. Oh my god. यताबाट मेरो खुट्टामा छिरिरहेको अरे क्या। माथि धान्दिउँ क्या हो यसको। Oh my god. Wow. मैले ठ्याक्क बोर्ड देख्न थालेँ अब कति किलोमिटर भनेको। अनि मलाई साउन्ड त यो ट्रेलको चाहिँ सबसे बेस्ट भनेको चाहिँ यही साउन्डहरू। अनि मलाई आज वेदरले पनि साथ दिइरहेको छ कि घाम लागिरहेको छैन। तर त्यस्तो घाम लाग्ने ठाउँ नि छैन, त्यही पनि घाम लाग्यो भने त्यत्तिकै बडीमा पनि त्यत्तिकै हिट हुन्छ। अनि यस फाइनली अब 2 किलोमिटर चाहिँ जाँदैछौँ पुग्दैछौँ। यही हो यिनीहरू यौँ 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 कराउनेहरू फ्याट्टै मुखमा आयो भने चाहिँ अनि झकास। आमामा यो ट्रेलको पनि यति भिडियो खिच्न मन छ, यति मन छ होइन। हुन त मेरो त्यस्तो स्टोरेज फुलहरू पनि हिस्ट्री छैन, तर कति चाहिँ राख्नु म। आमामा अब यहाँको एउटा भ्यू टावर या भ्यू पोइन्ट आयो फाइनली भन्दा नि हुन्छ। त्यो कस्तो राम्रो ट्रेल भाइ, अति नै रमाइलो क्या। लिटरली तलदेखि मैले माथिसम्म यो इन्सेक्टहरू कराएको सुनेको, अहिलेसम्म यस्तै छ। मान्छेहरू चाहिँ नभेटोस् भन्छु म चाहिँ। म त मान्छेहरू मनै पर्दैन कि नेचरमा भेटाएको, आफू पनि आएको छु होइन, अनि त्यही नै मन पर्दैन। ओके ओ बबाल अति बबाल। मैले चाहिँ यहाँ बल्ल जामाचो देखेँ। तपाईँहरूले देखिरहनु भएको छ कि छैन, फ्ल्यागहरू ह्याङ गरिरहेछ ठ्याक्कै त्यो आइएम कमिङ देयर हो क्या। ब्ल्याक टी जिन्दाबाद। फेरि त्यहाँ हार्ड ड्रिङ्क्स भन्ने होइन नि। त्यो घाममा नि जुवालाई चाहिँ फेरि छुट्टै छ है, कहाँ हामीलाई टोक्न आइँदै होला। भर्खर मेरो जुत्ताबाट झरेको थाहा छ। म त्यहाँ त्यत्रो जुत्ता यस्तो गरेर यसरी तर्काइरहेको थिएँ, अनि त्यसपछि झरेको बास। तर मैले एकछिन मैले चियासा खाएँ, अनि त्यसपछि एकैछिन फेरि खाडो कालो थियो, एउटा दुइटा जुगाहरू भेटियो देखियो, अनि फेरि सिधा बाटो आइरहेछ पुरै। मजाको छ जोस् क्या। यति बबाल यार। अहिले चाहिँ अलिअलि घाम थियो, चलाक चलाक मुखमा टल्किरहेको थियो बटममा। यस्तो बाटोमा चाहिँ जुगा चाहिँ टन्नै भेटियो होला। वाउ ठाडो कालो आयो। उकालोको सुरुवात हुन थाल्यो। सी ए वहाँ चाहिँ त 1.5 घन्टामै पुग्नुहुन्छ अरे त बा। म त हिँडेकै 2 घन्टा भइसक्यो, अझै पनि यहीँ छु। छ र हामी त बिस्तारै जाने हो नि, जस्ट चिल गाइज होइन। यस्तो उकालोहरूमा चाहिँ नातिने डेस्टिनेसन इज नट जस्ट इम्पोर्टेन्ट थिङ होइन, पुग्नु मात्र होइन कि। जस्ट लुक एट दिस। यति मजा आउँछ कि भगवान्।
तर म चाहिँ तातेर रात त पिरो भइसक्यो वाउ छैन त बाबा म टिका लगाएर आएको नि पग्लिन आइसक्यो भइरहेको पसिनाले यो आकाश गडगडाउँछ क्या बम पड्यो भन्दिनी मेरो ट्रेनमा चाहिँ हुस्सो चाहिँ जसरी पनि हुनै पर्छ भनिरहेको थियो यहाँ तर देखिरहेको थियो तर अहिले गायब हुन थाल्यो म चौथो जपान थाल्छु कि यो चढ्नलाई यो एनर्जी त चाहियो नि अब हुस्सो बिस्तारै आउँछ म भिडियो बनाउँदै जान्छु एकछिन हामी आइपुगिसकेको जस्तो सबै कति छिटो आइपुग्यो थाहा छ म एडिट गर्ने बेला चाहिँ टाइम लाग्छ यति भनेर त्यस्तो दौडा नि थिइनँ झन् चाउचाउ खाएर रेस्ट गरेर गएको मान्छे यो रुट रहेछ हाम्रो गाडी बाइकहरूको लागि चाहिँ थाक्न चाहिँ थाक्यो किनभने उकालै बाटो थियो ओके यो त सबैजनाले देख्नुभएकै होला माथि गइहालौँ न त आइसकेपछि अब कति छिटो पुग्यो बा 2 किलोमिटर त छिट्टै हिँड्यो जस्तो लाग्यो ओके कस्तो भिडियो बनाउने सबसँग म सँगसँगै सबैजना हेर्नु न आइपुग्यो एन्ड दिस इज द भ्यू यहाँ अब एकछिन हामी चाहने यहाँ रहेछ पार्किङ चाहिँ कहाँबाट राख्नुभयो चाहिँ थाहा भएन भाइ मलाई नेपालको स्टेयरहरू चाहिँ यस्तो हुन्छ my god तर आइपुग्यो त्यो हुन्छ नि डेस्टिनेसन आएपछि छिट्टै सुकुन हो रह्यो सबै त्यो बडी हिट मजाले बढेर आइरहेछ अनि यहाँको यस्तो चिस्सो हावा चलिरहेछ आनन्दले चिल पाराले यहाँ देखेकै छैन आम्मा पुरा देखिरहेछ क्या रिङ रोड साइनबोर्ड ग्रान्डी हस्पिटल मेरो घरमा यहाँ चाहिँ हुस्सो लाग्दै आइरहेछ होइन तर आमा कहाँसम्म देखिरहेछ हौ यो रिङ रोड भयो बस पार्क एयरपोर्ट आमा के भन्दा पनि हुँदो रहेछ मेरो तर क्वालिटी लो आउँछ यहाँसम्म छ बास ब्रेकअप भइसक्यो होला है यस्तो नि कोही गर्छ यार प्लिज हामी चाहिँ ऊ त्यो अघिको खाली भएको ठाउँमा चाहिँ चिया खाइरहेको थियौँ
अनि यहाँ त यति छिटो पुग्यो कि आमाम म त कसम बिलिभ नै गरेको थिइनँ कि ल डेस्टिनेसन पनि आइपुगिसक्यो भन्नु। मेरो चाहिँ फेरि ब्राइटनेसमा यस्तो प्रब्लम छ कि फोनमा भुइँमा हेरेर हिँडेन भने चाहिँ लडिन्छ। कति छिटो पुग्दो रहेछ बाइक यो। अझ उ त अझ भिडियो बनाउनलाई म यति अल्याङ ढल्याङ गरेर यो भिडियो त्यो अझ मैले खास गरी टिकटक पनि बनाउँछु सोचिरहेको थिएँ तर मैले सेभ नै गरिनँ। आज बिहान म उठ्न नि ढिला भयो नत्र भने चाहिँ फर स्योर भिडियो त के अब मन्दिरमा दर्शन गरेर चिया खाएर अनि आनन्दले रिल्याक्स हुनुपर्छ। एकछिन बत्ती बालेर भगवान्लाई दर्शन गरिन्छ है। भगवान्लाई दर्शन गरियो अब हजुरहरू चाहिँ होइन त्यो स्न्याक्सहरू या केही खानु मन छ भने चाहिँ यहाँ माथि पनि एभाइलेबल छ। यो चाहिँ ढुक्क हुनु कि तलबाट भए भरको नबोकेर आउनु पर्दैन। सो मैले त केही पनि लिएर आएको छुइनँ। ओके यहाँ चाहिँ अब अर्को साइडबाट भ्यू हेर्ने काठमाडौँ आमामामा ल बास काठमाडौँको घर के साह्रो बनाएको हौ आमा। अब सरकारले केही उ गर्नुपर्ने अब यति उयो अलिअलि देखेको पनि सबै मासिने भयो घर नबनाम। चियर्स इट्स टी टाइम। चटपटे खाने मलाई टाइम ल्याप्स खेल्न मन थियो लास्टै तर चार्जै सक्यो मेरो अहिले 24%मा छु। सो यप आई एम गोइङ ब्याक। मेरो फोनमा ऊ छैन चार्ज तर यस्तो दामी भ्यू देखिरहेछ कि उफ लुक एट दिस। म यहाँ बसेर एकचोटि भिडियो बनाउनु मन छ तर होस् मसँग चार्ज छैन। नो गड गाइज मेरो चार्ज दिँदा पनि आइ एम स्टिल मेकिङ सम भिडियोज बिकज बरु फोन डेड नै किन नहोस्। दिस इज सो ब्युटिफुल। बस सक्छ त कसैले तर जतिसुकै यो उसोमा हिँड्न खोज्दा पनि जति नजिकै त्यति टाढा टाढा गएको जस्तो हुन्छ नि इफ यु गाइज नोटिस। अनि इफ नजिक भयो भने चाहिँ त्यो एकदमै बाक्लो हुनुपर्छ नत्र भने लुक एट दिस जति गयो त्यति टाढा टाढा देखिन्छ। अब म चाहिँ तल झर्दैछु तर मलाई कस्तो मेरो चार्ज नभएर मलाई कस्तो नराम्रो लाग्यो। म यस्तो गरी चाहिँ कहिले पनि दौडिन्न थिएँ तर आइएम इन रस म दौडी नै राख्छु भन्दा पनि हुन्छ। मलाई कहिले तल पुगौँ अनि त्यसपछि अनलाइन आऊँ अनि कहिले फोन चार्ज हाल्नु पनि भइसक्यो। आई विल मिस दिस। नेक्स्ट टाइम चाहिँ यस्तो गर्दिनँ म फर्स्ट इयर। Oh my god बबाल। अनि बाटो पनि त्यहाँ इजी खालको छ क्या लिटरली। Oh my god I'm loving this। तर कस्तो भर्खर म चाहिँ फर्किँदैछु होइन अनि मान्छेहरू कति आइरहेको छ क्या माथिबाट अनि सक्छ अनि बिचराहरू उनीहरू भर्खर चढेछ म तल झर्छु कि। तर अहिले जाने बेला पनि ठिकै छ त्यस्तो त्यो उ पनि छैन अनि म जाने बेला पनि ठिक्क थियो गएर अहिले पनि ठिक्क छ गएर त्यस्तो घाम चर्क्यो यताउति केही छैन त्यस्तो। अनि अब म तल जाँदै हजुरलाई के भन्न चाहन्छु भने यो जामाको हाइट चाहिँ कस्तो खालको छ भने तलबाट माथि आउँदाखेरि उकालो छ अफकोर्स होइन सबै हामी हाइटमै जान्दा हो अफकोर्स उकालो त हुन्छ नै। अनि लुक एट दिस यो सबै रियल साउन्डले होइन अनि यति मजाको माथिसम्म यस्तै हो कि अनि हिस्सो पनि त्यस्तै कि एकैछिनमा आउने एकैछिनमा सबै जाने खालको छ अनि एभ्रिथिङ इज जस्ट ब्युटिफुल। अनि बिगिनरहरूलाई आउन हुन्छ भन्छु किनभने अब एकैचोटि आत्तिएर चाहिँ नजाने होइन आत्तिएर गयो भने चाहिँ अफकोर्स थाकिन्छ अनि गाह्रो पनि लाग्छ। आनन्दले चाहिँ जस्तो चिलमा जाने डेस्टिनेसन पुग्नु नै हतार हुँदा क्या जस्तै जब 4 किलोमिटर छ होइन त्यसलाई नै दौडै हेर्नु नि त चिलमा जाने चिलमा फर्किनु। तर म नै दौडिरहेको छु घर जानुलाई काम छ नि त। अनि अर्को कुरामा के रिकमेन्ड गर्छु भने प्लिज बिहानै आउनु ल। मैले बाटोमा फर्किनु बेला यति धेरै मान्छेहरू हेर्दै कि अब त्यहाँ गएर डेस्टिनेसनमा गएर पनि यति धेरै क्राउड भेट्यो भने त मजा हुन्न नि त होइन किरा जस्तै करा जस्तै मान्छेहरू छ कि त्यहाँ जाऊ
यति धेरै मान्छे छ कि गएको छ कि हैन अब म त हतार तल आउँदैछु हैन अनि यति धेरै मान्छे छ कि कसम लाइक लिटरली यति धेरै नै छ के सो या अलिकति बिहान आउनुहोस् आनन्दले बस्नुहोस् अनि क्राउड हुने बेला अनि तल झर्न थाल्नुहुन्छ बट तल पुगेर रमाइलो गर्नु जङ्गलहरूतिर and मेरो phone dead भयो so that's it for the Zamachu hike. Peaceful, short and totally worth it. Like, comment and subscribe for more hikes. Thank you guys.